नमस्कार। आज एउटा कविता लिएर उपस्थित भएकी छु। कविताको शीर्षक छ भेटिरहँ तिमीलाई। म रोकिएँ तिम्रो अगाडि तिम्रो सुन्दरता देखेर, तिम्रो सतहमा एकपटक छुन मन लाग्यो अनि तिम्रो गहिराईमा डुबेर बुझ्न मन लाग्यो। के तिमी देखिएको आभा जस्तै सुन्दर छौ, के विभाजित छौ भित्री र बाहिर तहमा। कहिले अलि पर पुगेर हेर्छु, तिमीले नै छड्के नजरले हेरेको भान हुन्छ। पुलकित हुन्छु सम्मुख हुँदा, दायाँ बायाँ पुग्दा मिठो नजरसँगै। तिमी बादलुको घुम्टोले ढाकिएको बेला निराश हुन्छु म पिपलीमा, अनि सपनीमा मलाई सुमसुम्याउँदै भन्छौ, भोलि बिहान सबेरै भेट्नुपर्छ है। म तिमीलाई असाध्यै रुचाउँछु, सायद हजारौं छन् तिमीलाई रुचाउने। बिहान, दिनमा अनि साँझमा तिमीलाई देखेर खुसी नहुने सायदै होलान्। म सुनाउँछु मेरा हृदयका आलापहरू, तिमी शीतल, शान्त र मौन बसेर सुनिदिन्छौ। सुस्ताउँदै बहाउँछौ मिठो हावाको स्पर्श, मलाई आनन्दको अनुभूतिमा चुलुम्म डुबाएर मुस्कुराइरहन्छौ सधैँभरि तिमी। तिमी हौ त्यो दृश्य फेवातालको, तिमी सुन्दरता हौ प्रकृतिको, तिमी छाया हौ माछा पुछ्रे हिमालको, तिमी आवाज हौ रानी वनका चराहरूको, तिमी बहाव हौ मायालु संसारको। त्यसैले त लाग्छ तिमीलाई सधैँभरि यसरी नै भेटिरहँ। धन्यवाद।